बालेनले घर मुनिबाट निकालेपछि चिटिक्क बने ढुङ्गे धारा, जरुवा पानी आउने भएसँगै स्थानीय गदगद। अहिले त्यो घर भत्काएर अहिले धारा निकाल्दाखेरि कति राम्रो छ मिचेर खिचेर सबै खाइरहेर चाहिँ यही पनि अब त्यो टहरो बनाएर भाडा खाइरहेको थियो। अब अहिले चाहिँ यो बालन शाह आएको हुनाले यो चाहिँ अब हाम्रो धारामा पानी खान पाइने भयो नि त। लुकाएर राखेको चिज बाहिर निकालिदियो, त्यो जतिको चाहिँ नि देशलाई सुन्दरमय चिज कुनै पनि होइन। स्थानीयले हेर्नुपर्ने, उनीहरूले पनि वास्ता नगरेको बालनको नजर आएपछि चाहिँ यसलाई चाहिँ अब जोगाइदिउँ भन्दा शैली हेर्नु, यहाँ शैली पुरानो शैलीमा चल्छ। यस्तो पानी बर्खा घर बनाएको रहेछ, अब के थाहा र बा, हामी त खैको पुरानो मान्छे केही थाहा छैन। अब त्यहाँ पनि बनो नसकेको चिज बालेन्जीले आएर मात्र गर्न सक्नु भयो, यो चाहिँ म ठोक्का भन्छु। घर भत्काएर त उहाँको व्यक्तिगत घर भत्काएको होइन, सार्वजनिक ठाउँमा बनेको घर भत्काएको। उहाँले गरेको काम अहिलेसम्म ठिकै लागेको। दर्शकवृन्द, जरुवा पानी आउने यो भैरव हिटी 4 दशक अघिदेखि पुरिएको थियो, थुनिएको थियो। यति मात्र होइन, हिटी नै छोपेर 2 तले पक्की भवन समेत बनिसकेको थियो। बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनको नजर भैरव हिटीमा पर्यो। संस्कृति र सम्पदा जोगाउन कुनै पनि हदसम्म जान तयार बालेन्द्र शाहले यहाँ निर्माण गरेको 2 तले भवनलाई भत्काए र नतिजा हेर्नुस्, अहिले यति बेला चिटिक्क ढुङ्गे धारा बनेको छ। भैरव हिटी मात्र होइन, चाबहिल चोकमा 70 वर्षदेखि थुनिएको अर्को हिटीलाई समेत उनले उत्थान गरे, जहाँ यति बेला कल कल जरुवा पानी बगिरहेको छ। बेलम्चीको बाउजू पानी एउटा मिनट वाटरमा हालेर हेर्नु न, पानी केही छैन, क्लियर पानी भरेर उसमा के गाडीमा हालेर 4 का 4 लिएर गइरहेको छ। यहाँ पानी के भयो, बेलुका दुध पियाएको हुन्छ, बेलुका पानी पहिला यहाँ आएको मैले देखेको, पहिला यहाँ बदल्दाखेरि पानी आएको, कहाँ एउटा वाल छैन, कहाँ एउटा ठुलो छैन, कसैको गाडीमा एउटा टायरमा माटो लाग्दैन। यही होइन काठमाडौँ नगरीमा ठुलो राहत मिल्ला यहाँ पानी आयो। रात मिलिहाल्छ नि, अब उहाँ पर जानु पर्थ्यो, नजिकै पनि भयो। हामीलाई यहाँ पानीको अभाव आएको हामी चाहिँ अब जारहरू बोकेर होइन, गाउरीहरू बोकेर यहाँबाट भरेर हामी लान पाउँछौँ। राहत छ, यहाँबाट पानी चाहिँ झर्नु पऱ्यो, पानी झर्नु भने त त्यो बढाएर मात्रै केही कुरो हुने छैन। अब हेर्नुहोस् त्यहाँ अहिले त्यो कस्तो थियो, त्यहाँ टन्न भरेर पुरा त्यहाँ नाला जस्तो थियो, त्यहाँबाट जस्तो सप्लाई खनेर यहाँ घरमा हालेर त्यहाँको पानी अनि कस्तो कञ्चन पानी थियो त्यहाँ, त्यहाँको पनि ओभरफ्लो भएको यता आइरहेछ, यहाँ भित्र गइरहेछ। डम्पिङ साइड जस्तो त्यो कति कुकुरहरू डुब्थ्यो, अब अहिले हेर्नु त्यहाँ कस्तो क्लियर भयो। सोच राखेको छ यहाँ गर्न भनेर चाहिँ ठाउँमा पुग्ने गर्ने अर्कै अनि हामीलाई त हामी बाहिरबाट आएर यहाँ भाडामा बसेको मान्छेहरू पनि काठमाडौँ त कस्तो भइरहेको छ भने